दर्शकबिन आज म मोरङ जिल्लाको बेलबारी नगरपालिका वार्ड नम्बर 11 मा आएको छु, जहाँ चाहिँ आफ्नै छोरीले बाउलाई बलात्कारको आरोप लगाइसके पछाडि 25 दिन बाउलाई हिरासतमा राखियो र अहिले उहाँ धरौटीमा छुटेको कुराहरू हामीलाई उहाँको परिवारले जानकारी दिनुभएको छ र उहाँको आफ्नै छोरीले आफ्नै बुवालाई किन बलात्कारको आरोप लगाइन् त। हामी यो विषयमा बुझ्नको लागि आज हामी उहाँको छरछिमेकी र उहाँको आफन्त परिवारसँग बुझ्नको लागि हामी उहाँको घरमा आइपुगेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सबैभन्दा सुरुमा म उहाँको आमा हुनुहुन्छ, म आमासँग जोडिन चाहन्छु। आमा नमस्ते हजुरलाई। जस्तो हजुरको छोरालाई हजुरको नातिनीले चाहिँ बलात्कार गर्यो भनेर उहाँले आरोप लगाउनु भएको छ हैन, र तपाईँको चाहिँ छोरालाई अहिले हिरासतमा लिएर गइसके पछाडि उहाँ अहिले धरौटीमा छुट्नु भएको छ। के तपाईँको छोराले तपाईँको नातिनीलाई के बलात्कार गरेकै हो त? तपाईँ त घरमै बसिराख्नुहुन्छ, सधैँभरि यहाँ बस्नुहुन्छ हैन? म घरमै बसेकी छु। त्यो नातिनीलाई हामीले जिम्मा लाएर पठाएको अहिले 4 वर्ष भयो। कसलाई जिम्मा लाउनु भयो? त्यसकै आमालाई जिम्मा लाएर पठाएको। त्यो आमाले चाहिँ देवर लिएर हिँडेकी हो, अनि देवर लिएर हिँडेकी हो, अनि देवर लिएर हिँडेको पनि 6 वर्ष भयो अहिले। अनि अहिले त्यो देवरसँग जहाँ गई 2-4 महिना डुलेर अनि आफ्नै बहिनीको चाहिँ बात लाएर त्यो देवरलाई थुनाएर अहिले 6 वर्षमा निस्क्यो त्यो देवर। त्यो निस्केका 4 दिन पछाडि चाहिँ तुरुन्त यहाँ हामीलाई यस्तो अप्टिक लगाएर चाहिँ यो झुट्टो हेर्नुहोस्, मेरो छोरो देवर भन्नाले तपाईँको अर्को छोरो मामाको छोरो देवर। ए भनेपछि मामाका छोरा देवरसँग हिँडेको 4-5 महिना। तपाईँको बहिनीको कि कस्तो जस्तो मेरी बुहारी त्यो मेरा भाइका छोरासँग गई। ए भनेपछि तपाईँको छोराको मामाको छोरा भनेपछि तपाईँको भाइको छोरा ल भाइसँग उहाँ गइन्, बिहे गरेर गइन्, उसलाई पनि जेल थुनायो। उसलाई पनि किन थुनाएको थियो चाहिँ? बहिनीको बात लाएर, आफ्नै बहिनीको बात लाएर, उसकै बहिनीको है, त्यही केटीको बहिनीको। के कारणले त्यो बहिनीलाई चाहिँ के गर्यो भने? बलात्कार गरौँ भनेर चाहिँ कता इनर खोलामा कि कता गरौँ भनेर चाहिँ लाग्यो। अनि त्यहाँदेखि लगेर थुनाई। त्यो थुनाएको बिचरा अहिले 6 वर्ष बिताएर त्यो निस्क्यो। त्यो निस्केका 4 दिनमा चाहिँ यहाँ त्यसका छोराछोरी पठाइछ, सिकाएर भनौँ न, पठाइछ। अस्ति भदौ 3 गते म घरमा थिइनँ, मेरो दोडा नातिना घरमा थिए। त्यो दोडा नातिनाले चाहिँ अब 4 वर्ष पछाडि आए भाइ बहिनी भनेर उनीहरूले चाहिँ खानासाना बनाएर खुवाएछन्। बहिनीसँग बहिनी सुताइछ, भाइसँग भाइ सुताइछ। म भोलिपल्ट बिहान आएँ। बिहान आएपछि आमा उताबाट ती भाइ बहिनी आएछन्, सुतिरहेछन्, बाबालाई बोलाइदिनु अरे भने बाबा चाहिँ अफिसमै छ। अनि त्यहाँदेखि मैले बोलाइदिएँ, छोरालाई बोलाइदिएँ, नानी उतापट्टिका केटाकेटी आएका रहेछन्, त आइज न है, किन बाबासँग सल्लाह गर्छु भन्छन् भने। अनि ल नि त म एकछिन आउँछु, तपाईँको कागज पनि बनाउनु छ भनेर मेरो वृद्ध भत्ताको त्यहाँ के गर्नु थियो। अनि आयो, अनि आएपछि सिधै आएपछि माथि मात्रै चढिरहेको थियो बाबा चाहिँ। अनि ए बाबा म त सल्लाह गर्न आएको भने के सल्लाह भने मलाई अंश दिनुहोस् भने। कस्तो अंश दिनुपर्दा तिमीहरूलाई पहिल्यै अंश दिएको तल छँदैछ, तर मुद्दा चलेको छ, त्यो मुद्दाको सफाइ भएपछि तिमीहरूलाई अंश म दिन्छु भनेर राम्रै तरिकाले बोल्दै चाहिँ। अनि त्यहाँदेखि तिमीले चाहिँ दिनुपर्ने हो, तिम्रा खटनमा छ, कसरी चाहिँ उहाँ अदालतको हुन्छ? तिमीले छोराछोरी होइन, हामी छोराछोरी होइनौँ, तिमीले चाहिँ हामीलाई अंश दिनुपर्छ, तलको घरबारी जम्मै, अनि इटेरीको घडेरी मलाई दिने कि नदिने भन्छ। एक कोरो बाउलाई त यत्तिकै उम्लो लगेर मुखमा घोज्छ। अनि मैले दिएर हुँदैन, त्यो ठुली मम्मीले दुःख गरेर कमाएको घडेरी हो, म दिन्न। त्यसो हुँदा तलको घरबारी म मिलाएर पर्सि अब यो मुद्दा छिनेपछि दिन्छु। तपाईँको छोराको 2टा श्रीमती, अहिले जुन आरोप लाउने छोरी हुनुहुन्छ कान्छी श्रीमतीको छोरी हैन? अब हिँडिसके कि त्यही श्रीमतीको छोरीलाई चाहिँ त्यस्तो अप्टिक लगाएको। अब कान्छी श्रीमती त अब उहाँ देवरसँग हिँडिसकेको कुरा गर्नुभयो हैन? देवरसँग हिँडिसकेको मान्छेको त तपाईँको छोरासँग त उसको कुनै सरकारै रहेन नि। अब छोराछोरीको विषयमा सरकार रहन्छ हैन? त्यही र छोराछोरीलाई अंश दिनु भनेको थियो, भरे त्यस्तो गर। अनि म तपाईँको गाडी फुटाइदिन्छु, मलाई अंश दिँदैनस् त भनेर। अनि यत्रो ढुङ्गा लिएर आएर त्यहाँ थियो यो गाडी, त्यो गाडीलाई ढुङ्गाले हान्न थाल्यो। अनि तैँले ढुङ्गाले नहान, मेरो मम्मीले किनेको गाडी किन ढुङ्गाले हान्छ? तेरो मम्मीले किने होइन, त्यहाँ बाउको सम्पत्ति केही छैन, पहिल्यै बाउको सम्पत्ति सकिएको, बाउको आमाको केही पनि छैन।
हामीले ल्याएर आमा बाबुलाई पालेका छौँ, आमालाई पनि बुवालाई पनि पालेका छौँ भने त्यो हाम्रो गाडी किन फुटाउँछ भनेर यो भाइ फालानेर गयो। अनि यो बुइनी गयो, अनि यसलाई पनि हुर्काएर यहाँ ओठ काटेर केही छैन। अनि बाबा पनि गयो छुट्याउन, छोराछोरी छुट्याउनु पर्यो, छुट्याउनु गयो। अनि छुट्याउँदाखेरि बाबालाई पनि हानेको हाने, त गुन्ना भएर आएको होस्, किन यसो गर्छ केटा, तँलाई अंश तिमीलाई त भनेको छ, तर मुद्दा छ उहाँ, मैले डिभोर्स गरी मागेको छु, त्यो डिभोर्स भएको छैन, त्यहाँदेखि त्यो मुद्दा छिनेको छैन, अनि तँलाई अहिले म कहाँ अंश दिन्छु भनेर चाहिँ भन्दै झगडा गरेको झगडा गरेर अनि यहाँ अरू गाउँले पनि आएर अनि त्यसलाई छुट्याए। अनि त्यसलाई छुट्याएपछि अनि त्यहाँदेखि राम्रो तरिकाले बस, तँलाई अंश दिन हामी सरसल्लाह गरेर दिउँला भने गाउँले पनि बाबुले दिँदैन, बाबुको के छ र दिनु, बाबुको त केही पनि छैन। अब छोरीले बलात्कार गर्यो भन्ने खालको एउटा आरोपमा लाग्यो होइन, कहाँ चाहिँ बलात्कार गरेछ त, बुवाले छोरीले बलात्कार गरेर कहाँ चाहिँ गर्यो अरे त? अनि त्यहाँदेखि बाबु नै घरमा छैन, त्यही दिन आएको बाबु हो। अनि त्यहाँदेखि भरे माघ कति माघ 20 गते चाहिँ मलाई बलात्कार गर्यो। अनि तँलाई म कस्तो केस हाल्दछु भन्दै गयो यहाँबाट, सुन्नु न, त्यो झगडा भएको दिन चाहिँ तँलाई म उठ्न नसक्ने केस हाल्छु बुझिस्, मलाई अंश दिनुहोस् भनेर तगाराबाट निस्केर गयो, झोला बोकेर त्यो बुइनीलाई पनि लिएर गयो। अनि आमा चाहिँले सिकाएको रहेछ, सल्लाह गरेको रहेछ, क्यार गर तिमीहरू झगडा गरेर अनि यस्तो केस हालौँ भनेर लगाएको रहेछ। अनि गएर उहाँ केस हालेर चाहिँ अनि यहाँ पक्रिन आए। अनि छोरो अफिस हिँड्न भनेर उपर तगारादेखि माथि कता पुगिरहेको थियो, त्यहीँबाट पक्रेर लिएर गएका छोरालाई। छोरो चाहिँ त्यही दिन आएको हो त्यो होइन। ल प्रहरी प्रशासन आउँछ नि त, ल छोरीले बलात्कारको आरोप लायो अरे होइन, ल बाउले कहाँ चाहिँ बलात्कार गर्यो त, घरमा गऱ्यो कि बाहिर गऱ्यो कि दोकान होटलतिर लग्यो कि छोरीलाई कहाँ चाहिँ गर्यो त? प्रहरीले पनि अनुसन्धान नगरी त समात्दैन। यहाँ घरमा गरेको भनेर लाई मेरा काखमा सुतेकी थिए अरे, मेरा काखबाट तानेर लगेर चाहिँ मलाई यो सिमन्टी राखेका चाहिँ कोठामा यस्तो गरेको है भनेर चाहिँ देखाइदियो। अनि यो घरमा कति गतिको कुरा हो? हजुर कति गते यो बलात्कार भएको भनेको छ? माघ 20 गते भनेर लाई। माघ 20 गते। त्यतिखेर तपाईँको छोरा घरमा हुनुहुन्थ्यो कि हुनुहुन्न थियो? थिएन, मेरो छोरो थिएन। त्यस्तो प्रमाण केही छ घरमा? छैन भने केही प्रमाण छ? घरमा छ। हो यहाँ छ एटेन्डेन्स। कति सालको? 2077 माघ 20 गते होइन? माघ 20 गते। उहाँ त नि ड्युटीमा हुनुहुन्छ त यहाँ? ड्युटीमा छ। हजुर, उहाँको सिग्नेचर पनि छ यहाँ। 21 गते चाहिँ आएर त्यो छोराको नागरिकता चाहिँ बनाएको। माघ, हजुर माघ। हो यहाँ त उहाँ त ड्युटीमा हुनुहुन्छ त, अनि कसरी चाहिँ यहाँ बलात्कार भयो त? यो कसरी भयो त? यो झुटो लाग्यो मलाई। झुटो हो यो, सबै झुटो। यो तल्लो गाउँमा पनि यस्तै भएर त्यसलाई कुटेर यो गाउँमै मुख नदेखाउनु भएर चाहिँ पठाइदिएको, त्यसलाई उता पठाएको। अनि यो कहाँ बस्थे, के खान्थे? म दाइसँग जोडिन चाहन्छु। दाइ हजुरलाई नमस्ते सर। जस्तो छोरीले बाउलाई बलात्कार गर्यो भनेर चाहिँ एक किसिमको आरोप लगाए होइन, र बाउलाई अहिले अनुसन्धानको लागि उहाँलाई 25 दिन हिरासतमा पनि राखियो, प्रहरीले अनुसन्धान पनि अगाडि बढायो। तर अहिले बाउ छुटेर आउनुभएको छ, उहाँ चाहिँ धरौटीमा छुटेर आउनुभएको छ होइन। के छोरीलाई बलात्कार गरेकै हो त बाउले? एटेन्डेन्स त यहाँ बलियो प्रमाण भेट्यो नि, उहाँ त ड्युटीमा रहेछ भन्ने कुरा त यहाँ कम्पनीको एटेन्डेन्स हो, कम्पनीको छाप छ, सिग्नेचर छ त्यहाँ होइन, सबै म्यानेजरहरूले साइन गरेको छ। कसरी यो किन यस्तो झुटो आरोप लाउँदा पनि कोही मान्छे यसरी फस्न सक्छ र? किन नेपालको कानुनले के झुटो आरोप हो, कुन सत्य हो भन्ने कुरा छुट्याउन सक्दैन र? अब यो चाहिँ सही तरिकाले हेरिदिने हो भने दोषी नै ठहरिनुपर्छ, निर्दोषी नै रहनुपर्छ। अब यो टिकाराम रिजालको छोरी आजभन्दा 4 वर्ष पहिला उसकै आमाले पुलिसमै रिपोर्ट गरेर मेरो छोरी लान पाऊँ भनेर पुलिसमा निवेदन गरेपछि पुलिस आएर टिकारामलाई पक्रेर लगेपछि टिकारामले म त्यसै चाहिँ दिन्न, मेरो वडा अध्यक्षको रोबरमा दिन्छु भनेर यही 11 नम्बर वडाको वडा अध्यक्षको रोबरमा, पुलिसको रोबरमा कागजपत्र लेखाएर त्यो छोरी जिम्मा लगाइदियो। जिम्मा लगाइदिइसकेपछि यो 4 वर्षको पिरियडमा चाहिँ त्यसलाई यहाँ आएको हामीहरूले चाहिँ देखेका छैनौँ, त्यो छोरीलाई हामीले यहाँ देखाएको छैनौँ। त्यसमा अब 5-7 वर्षदेखि नै टिकाराम पनि घरमा बस्दैन, ऊ सेक्युरिटी सर्भिसतिर विराटनगरतिर जागिर खान्छ। अनि यहाँ घरमा खास केही काम पऱ्यो भने दिउँसो एकछिन अफिसबाट मिलाएर आउने, आफ्नो काम गर्ने, जाने, यहाँ सुत्ने गर्ने चान्स छैन। अब अहिले चाहिँ अब यहाँ यस्तो आरोप लागेको छ। तपाईँको विचारमा कस्तो लाग्छ, यो झुटो हो या सत्य हो? यो मेरो विचारमा 100मा 200% झुटो, 100 200% झुटो हो।
एकदम कन्फिडेन्ट छ तपाईँ? कन्फिडेन्स किनभने यो 2000 करिब 60 सालदेखि यिनीहरूको यो क्रियाकलापमा हामी इन्भल्भ हुँदै आएका छौँ। हजुर उसलाई अंश दिने छुट्याउने यस्ता हरेक काम हामी गाउँ समाजकै मान्छे बसेर गरिरहेका छौँ। उसलाई पहिला अंश दिएर राखिदिएको हुने, तर चरित्रहीन आइमी भएपछि अन्त काहीँ केहीबाट पनि जित्न नसकेपछि जसरी हुन्छ यसो सत्यानाश गर्न अब छोरीलाई बलात्कार केसमा हालिदिएपछि यो कुहेर मर्छ भनेर हालेको मात्रै हो। यो टिकारामले गरेको अधर्म क्रियाकलाप केही पनि होइन, निर्दोष मान्छे छ यो, एकदम निर्दोष मान्छे। एकदम निर्दोष छ। किनभनेदेखि अब फेरि तपाईँहरू मिडियाले सोध्नु होला निर्दोष छ भने तैँले त्यसको ड्युटी कसरी गरिस् भन्नु होला, त्यो चाहिँ नभन्नु होला। तर खानेको कुरो थुतुनेरहरू पनि चिनिन्छ नि। हो हजुर हजुर। यो क्रियाकलापमा छैन कि संसारमा रानी सबै मरेको तेरो छोरीमाथि जान्छ, ल्याउनु पर्छ नि, चाहिँ ल्याउनु पाइन्छ। तर त्यो आइमे चाहिँ चरित्रहीन आइमे भएको कारणले गर्दाखेरि उसलाई फसाउन गरेको षड्यन्त्र हो। दर्शक पनि भन्दै आजको यस विषयबाट म क्यामेरा देवान बिदा हुन चाहन्छु। हस् त, नमस्ते।